हेलो गुड मर्निङ सबैजनामा वेलकम छ मेरो नयाँ भिडियोमा। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज र हिजो र आज चाहिँ हाम्रो राष्ट्रिय भिटामिन ए कार्यक्रम भएको हुनाले हिजो चाहिँ सिलिचोङ गाउँपालिका 3 मा अनुगमन गएको हो भने आज चाहिँ सिलिचोङ गाउँपालिका 4 मा अनुगमनमा जाँदै छु। बाटो चाहिँ यस्तो छ, 2 घण्टाको बाटो अनि यस्तो भ्यूहरु हेर्दै चिसो चिसो म सिलिचोङ गाउँपालिका 3 र 4 को सिमानामा आइपुगे म। यस्तो छ भ्यूहरु हेर्दाखेरि यस्तो रमाइलो छ। हिजो चाहिँ मेरो भिडियो हिजो हालेको चाहिँ मेरो भिडियोमा चाहिँ अलि के रे इफेक्ट बढी भन्छ कि के भन्छ। अब म चाहिँ भर्खर सिक्दै छु नि त, अनि मलाई चाहिँ त्यति राम्रोसँग आउँदैन भिडियोहरु के रे बल्ल बल्ल सिक्दै छु। म चाहिँ भिटामिन खुलाउने ठाउँमा आइपुगेको। स्वयंसेवीको दिदीहरु चाहिँ अघि नै आइपुग्नु भइरहेछ। अब बच्चाहरु चाहिँ आउनु। नमस्कार दिदी। हजुर नमस्कार नमस्कार नमस्ते नमस्ते ल नमस्ते। एकछिनमा चकलेट खाने ल। हाम्रो स्वयंसेविका दिदीले चाहिँ नाम दर्ता गर्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो सिस्टर मान्तेवा स्वास्थ्य चौकीको इन्चार्ज जनस्वास्थ्य अधिकृत हुनुहुन्छ। हाम्रो चाहिँ अब भिटामिन खुलाउन। हेलो ज्ञानी मान्छे भिटामिन 81 मा 2 वर्ष पुरा चैतमा हैन, अनि वैशाख जेठ असार साउन भदौ कार्तिक 11 गते 31 महिनाको कार्डमा अहिले चाहिँ हाम्रो मुवाक टेप नाप्ने पाखुराको नाप्ने सुरु भइसक्यो। गर्ने ल कोरे यो चाहिँ पछि दोहोर्याउनु। यसो पत्ता नि हेत्तेरिका नजाने गइसक्यो होइन। सधैँ राधा त ठुलै पो ल 15 हैन ग्रीनमा मजाले देखाइदिनु सिस्टर। 14.9 यो भित्र गरिने हुन्छ। यहाँ ठ्याक्क पालेर कति सानो हो। किन 5 वर्ष किन औषधि दिन्छ तैले? किन औषधि दिन्छ? ल औषधि खायो अहिले थाहा छैन। सम्झिन्छ हैन त्यसले किन औषधि खान्छ ल अब त्यस्तै होला। कतिहरु काट्छ अलिकति कुकुरको आचले ओइ आचल आचल हेर भाइको प्रेच्छा अनि आचलको भाइ आचल हेर भाइ तेरा को भिटामिन खाने मान्छेहरु कति खुसीले चकलेट खाने। मिची हात धुने मिची हात धुने कसले धोको? एलुहाङले नि धोयो। ल मिची हात धुने है। भिटामिन खाने मान्छेहरु हेलो हाई गर्दै हाई हाई एलुहाङ हाई देखियो भेरी फोटो लो कति ज्ञानीहरु हो। मिठो पो हुन्छ। मिठो है मिठो एलुहाङ मिठो है। ब्लगमा तपाईको सबै आउला नि नकाटिएको फेरि त्यस्तो चाहिँ काटिहाल्नु हैन म काट्दिन्छु। लु आफैमै पो हुन्छ फेरि यो चुस्नु त ल है ल लु मिठो प्रकृति
भिटामिनले त आँखा तेजी मिठो प्रकृति मिठो गरिदेऊ मिठो भनिदेऊ त मिठो भनिदेऊ मिठो ल चक्लेट खाने है ल चपाउने ल आमा यो चाहिँ नानी खाल्ने पहिला एकचोटी मिठो है ल मिठो गरिदेऊ मिठो गरिदेऊ मिठो गरिदेऊ मिठो हो कति मजाले छ लेख्नु पर्यो यहाँ चढाउनु न चुस्नु त नानी निली हाल्नु दियो निली हाल्नु 3 ठाउँ त लेख्नै पर्छ चुस्नु त नाप्नु पर्यो भन्नु पर्यो कहाँ एकैछिनमा त ल अब पखाला नलाग्ने भयो अनि यो बालभिटा चाहिँ त्यही त सबैले खाँदैन भनेर सबैले फिर्ता गरिरहेको हुन्छ होइन यो चाहिँ हामीले दिँदाखेरि जहिले नै भनिरहेको हुन्छ होइन दिएको बेला होइन कोही बेला नदिँदाखेरि पनि हामीले बालभिटाको बारेमा राखेको एकछिनमा अब बेलुका फेरि आज एक दिनमा चाहिँ 1 प्याकेट खुवाउनुपर्छ भनेको चाहिँ आज बिहान अलिकति खुवाउँछु बेलुका अलिकति खुवाउँछु भनेर राख्नु मिल्दैन र के 1 प्याकेट चाहिँ एकैपटक जौलो पनि त्यो धेरैमा नि होइन अरे अब यो जति अब फिटिन्छ होइन घोलिन्छ अब त्यतिसम्म दिनुपर्ने अरे दिनुपर्छ हजुर यो चाहिँ सिस्टरहरूले भने जस्तै आधा घन्टामा चाहिँ यो घोलिसकेको खानेकुराहरू चाहिँ बच्चालाई खुवाइसक्नुपर्ने हुन्छ पनि एक गाँस केही मात्र त पायो नि त खुवाउँदै नखुवाउनु भन्दा त त्यो फाइदा भयो बुझ्नुभयो नानी सबै यता अब उसलाई त्यो स्वाद मन परेन र उसले उकाल्न थाल्यो भने त्यो छोडिदिनु भोलिपल्ट पनि फेरि खुवाउने उसलाई बानी पनि बस्छ कि त्यो खाँदाखेरि एकै गाँस तपाईँले खुवाउने खाना पनि सधैँ एकै खालको हुनु भएन होइन म एकै बिहान जाउलो पकाउँछु अनि यसो हामीले 10-11 बजी खाना खाँदा आफ्नै खाना खुवाउँछु सबै बच्चाहरूलाई भिटामिन ए खुलाइसक्यो अनि तपाईँहरूको बच्चाहरूलाई छुटेको छ भने कतै नजिकको स्वास्थ्य संस्थामा गएर खबर गरेर खुलाउनु होला हाम्रो चाहिँ सकिसक्यो बाइ बाइ ल बाइ बाइ खानुभयो सबैले बाइ 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 हाम्रो कार्यक्रम चाहिँ सकिसकेको है हामीले चाहिँ